छोरी मान्छेलाई के भन्न चाहन्छु भने नि फेरि विशेष गरेर 18 वर्षदेखि 20 वर्ष उमेर भनेको यस्तो उमेर हो, यस्तो आफैलाई यति सक्यो उमेरमा बिग्रिने चान्सेस चाहिँ धेरै हुन्छ कि होइन। छोरी मान्छेको इज्जत चाहिँ भनौँ न सानो कुरामा चाहिँ केयर गरेर हिँड्नुपर्छ कि सानो कुरामा पनि केयरलेस गरेर हिँड्यो भनेपछि एकचोटि छोरी मान्छेको इज्जतमा सानो दाग लागिसक्यो भने त्यो जिन्दगीभर मेटिँदैन क्या त्यो दाग चाहिँ होइन। त्यो हाम्रो पहिल्यैदेखि समाज छ छोरी मान्छेलाई त्यस्तै टाइपले हेर्ने टाइपकै भएर होला होइन। मैले त्यस्तो त्यो हेपेर बोल्या उ गरेर बोल्या होइन है, त्यस्तो सोच्नु भयो भने माफ गर्नु होला। तर हरेक कुरामा चाहिँ आफूले कस्तो कुरा लाउने, कसँग बोल्दाखेरि कस्तो हुन्छ, कसँग बोल्दा कस्तो हुन्छ, त्यो हरेक कुरा चाहिँ होइन सोच विचार गरेर बोल्नुपर्छ होइन। छोरी मान्छेको इज्जत सानो कुरामा पनि हरेक कुरामा होइन यति सोचेर उ गर्नुपर्छ नि। एकचोटिको सानो गल्तीले लाइफ टाइम होइन दाग लगाइदिन्छ कि। त्यही भएर होइन सानो कुरामा सम्हालिएर हिँड्नुपर्छ। उसँग कस्तो व्यवहार गर्दाखेरि कस्तो हुन्छ, उसलाई कस्तो व्यवहार गर्ने त्यो पनि सोचेर गर्नुपर्छ होइन। त्यो भएर धेरै सम्हालिनु होला। 18देखि 20 वर्ष एकदम बिग्रिने चान्सेस धेरै भएको मेरो होइन। त्यही भन्न चाहन्छु अब भनौँ न मलाई तिमी फर्केर म त